तिहार भनेको रमाइलोको पर्व र उत्सवको पर्व भएकाले भैलो खेल्ने औपचारिक रूपमा आज अन्तिम दिन एक अर्कामा माया श्रद्धा र प्रेम फैलाउने उद्देश्यले हामीले बहिनीहरूको एउटा लाइन बनाउँछौँ है। क्लबका साथीहरू पुरुष साथीहरूको चाहिँ एउटा छुट्टै लाइन बनाउँछौँ। हेर्दैछु म तपाईलाई। हामी रमाइलो गर्यौं, नाच्यौं, गायौं, खेल्यौं, लडाई झगडा भयो। त्यसको लागि साथ सपोर्टको लागि सम्पूर्ण भाइ बहिनीलाई धेरै धेरै धन्यवाद। हामी भोलिको दिनमा पनि अन्य ठाउँमा सामूहिक आगमन भएको छ, त्यो ठाउँमा जानेछौँ। यति भन्दै आजको यस कार्यक्रम सुरुवात गर्न चाहन्छु। यस क्लबका अध्यक्ष मेरा अत्यन्त मिलनसार सहयोगी भाइ सरोज खत्रीबाट यो कार्यक्रमको उद्घाटन गर्न म अनुरोध गर्दछु। ल त्यसपछि लगातार हाम्रो हिमाल भाइ आफ्नो ठाउँबाट अगाडि सरेर आउनु होला है। यो सालको भैलो ताली पनि साथसाथै धेरै राम्रो भयो। आगामी सालमा पनि धेरै धेरै राम्रो होस्। ल त है काका अझै खेल्ने भोलि पनि खेल्नु रमाइलो यस्तै होस्। जय हो हिमाल सरोज काका। अन्य भाइहरू ठिक छ केही छैन। तँलाई नै हेर्दैछु है म। कार्यक्रममा हामीले सकेसम्म एक अर्कामा माया श्रद्धा र रमाइलोको रूपमा मात्रै नल्याएर एकताको सन्देश दिनको लागि पनि हामीले यो सबै गरिरहेका छौँ। सबै साथीहरूले आजसम्म भएको नराम्रो कुरा सबै बिर्सेर राम्रो कुरा मात्रै अगाडि लैजानु होला। हामी यसरी भगवतीका क्लबको सामाजिक कामहरू गर्ने कुरामा अझ एकताबद्ध भएर जानुपर्ने हुन्छ। नमस्ते ल सबैलाई। हाम्रो भइलो चाहिँ आज राम्रो भयो। नमस्ते दाइ। जान